चुनाव कसले बनाए? निर्वाचन आयोग त देखा परेको बार फाउन्डेसनले, जुन अमेरिकनहरूका हजारौँ हजार यहाँ तपाईँ चाहिँ एनजिओ आइएनजिओ छन्, बार फाउन्डेसनले बनाएको चुनावमा राजनीतिक पार्टीले जित प्रश्न भएन। एउटा कुरा। अरू कुरा तपाईँ चाहिँ उनीहरूले जस्तो अरू देशमा सेना प्रयोग गरेर कब्जा गर्नुपर्थ्यो, यहाँ नेपालमा सजिलै संसद कब्जा गरेर, कर्मचारी किनेर, सुरक्षा निकाय किनेर, कतिपय मिडियालाई पनि किनेर, नेताहरू किनेर हेर्नुहोस् देश यो अवस्थामा पुग्यो त। त्यस कारणले अहिले संविधान संशोधन किन गर्न खोजेको उनीहरूले भनेर भन्दाखेरि चाहिँ यहाँ जब चाहिँ संविधान संशोधनको चाहिँ संयोजक राजा आऊ देश बचाऊ भन्ने मान्छे त्यहाँ राखेपछि यो लोकतन्त्र, यो गणतन्त्रमाथि कालोबहादुर मडालिएन। यो चाहिँ यो अहिलेको 72को संविधान बनाउन त दुईटै संविधान सभा म छु त। कति गरे विदेशीहरू, कति गरे भनेर यहाँ साध्य छैन। के गर्दो रहेछन् विदेशीहरूले भन्नुहोस् त? यो सङ्घीयता, कतिपय साथीहरूलाई अब सङ्घीयता चाहिँ नेपालीहरूको आवश्यकता हो। संविधान बनिसक्यो, हामी सांसदहरूले सही गर्यौँ, भारतले मानेन। यो संविधान जारी नगरेर खबरदार भन्यो। अहिले पनि यो संविधानमा उसले चाहिँ त मानेको छैन, उसले मान्दैन यो संविधानलाई। अहिले पनि उसले किन मान्दैन भनेर भन्दाखेरि चाहिँ नेपाललाई तपाईँले उसले सकेसम्म सिक्की बनाउन चाहन्छ, सकेसम्म सिक्की। यदि त्यो हुन्न भने पनि भुटान चाहिँ काँकरभित्रदेखि महेन्द्रनगरसम्मको भूभागलाई त उसले त एक मधेस एक प्रदेश बनाउनु खोजेको हो भारत। म त दुईटै संविधान सभामा छु त, हेरेको छु। नेपालका राजनीतिक पार्टीहरूको चरित्र के हुँदो रहेछ भन्नु, राजनीति गर्नु भनेकै कम हो। यति बदनाम भएछ संसदीय व्यवस्था भन्नु नेपालमा, यसबाट फाइदा भयो। अब यो संसदीय व्यवस्था चाहिन्न भनिरहेको छन् कतिपय। संसदीय व्यवस्था नचाहिए त तपाईँ चाहिँ राजतन्त्र ल्याउनु पर्यो, गणतन्त्र त आउनु, संसदीय व्यवस्था फाले भयो। यो संसदीय व्यवस्थासित हामी स्वयं सहमत छैनौँ पुरै सबै कुरा। यो 25-30 वर्षको अवधिमा त संसदभित्र गएका चाहिँ नेताहरूले के गरे, मन्त्रीहरूले के गरे, सांसदहरूले के गरे? देश लुटी, हडताल गरे। तपाईँको चाहिँ नि त्यो चाहिँ राष्ट्र र जनताको पक्षमा काम गर्ने भन्दा पनि तपाईँको चाहिँ जसरी पनि चुनावमा जाने र जसरी पनि जित्ने, जति खर्च गरेर पनि त्यसपछि आएर तपाईँ चाहिँ फेरि कमाउनु। मैले त देखेको छु नि। ल तिनलाई त भइगयो, तपाईँ चाहिँ अमेरिकनहरू आएर एक गरेर चाहिँ कारवाही गर्यो, समाजले सारा गर्यो। तपाईँले सुन्नुभएको छ राष्ट्रिय जनमोर्चा पनि सत्तामा गयो, सांसद भए, उनीहरूले भ्रष्टाचार गरे। भ्रष्टाचार नगर्ने मान्छे भोट दिन त आउनु रहन्छ त, थिएन नि निर्देशन तपाईँ चाहिँ। राष्ट्रिय जनमोर्चाले त अरू नगरेको त तपाईँ चाहिँ यो मुलुकको राष्ट्रियता, सार्वभौमता, अखण्डतामाथि अहोरात्र तपाईँ चाहिँ हस्तक्षेप गर्नुको। एमसिसी पास गर्दाखेरि के गरे? सुरुमा यिनीहरूले मानेका होइनन्। जब उसले दबाब दियो अमेरिकाले तपाईँ चाहिँ यिनी फुर्क लगाएर चाहिँ एमसिसी पारित गरे। त्यसै उनीहरूले अब अहिले कतिपय साथीहरूले के भने, अस्ति काठमाडौँमा हामीले 16 कति 26 यो कार्यक्रम 16 कि 26 यही कार्यक्रम त्यहाँ राखेर कतिपय त्यहाँ आउनुभयो साथीहरूले के भने यो के आतुरी होला तपाईँले यो संविधान संशोधनमा चाहिँ यसरी आउनु पर्दैन हो। उनीहरूले 72को संविधानमा च्याचुट पार्ने, उनीहरूले फेरि चाहिँ राजतन्त्र फर्काउने, अनि फेरि चाहिँ नेपाल चाहिँ पुरानै अब 46 सालभन्दा पहिलेको स्थितिमा नेपाललाई लैजानको लागि तपाईँको यति चाहिँ अब खेती भइरहेको छ। यो जान्दै देख्दै तपाईँले संविधानमा चाहिँ संशोधनमा भाग नलिएको उनीहरू त लिन त तयार छ नि त। ल भन्नुहोस्, सुशीला कार्कीले होइन,
सङ्गठित अपराधबाट सङ्गठित अपराध लागेको मान्छेलाई अनि सम्पत्ति शुद्धिकरणको मुद्दा लागेको मान्छेलाई त्यो चाहिँ मुद्दा तपाईँ चाहिँ झिक्नु पर्छ भनेर झिक्नु कोसिस गरेको होइन। अहिले आएर लाग्नु शान्तिपूर्ण किसिमले तपाईँ हामीलाई उल्लु बनाएर हजारौँ हजार यहाँ चाहिँ अमेरिका चाहिँ एनजिओद्वारा पार्टी पक्रिएको छ, बुद्धिजीवी पक्रिएको छ, मिडियाले पक्रिएको छ र अहिले गएर तपाईँ चाहिँ अरू देशमा सेना लानु पर्यो, गोली बर्साउनु पर्यो। नेपालमा के गर्नु पर्यो? सजिलै संसद हात लगाएको छ। अब संसद हात लगाइसकेपछि के गर्छ भन्दाखेरि तपाईँ चाहिँ न्यायालय पनि हात लाग्यो। न्यायालय हात लागेको हिजो अस्ति हात लगाइसकेपछि आइहाल्यो त रविको जीवीको त्यो तपाईँ चाहिँ सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा चाहिँ फिर्ता लिने भयो। यहाँ कुटोलको कहाँको पोखराको अदालतले गरेको। अब यस्तो जान्दै हामी चुप लाएर बसेर हामीले चाहिँ फेरि सिक्किम सजिलै हुने कि कमसेकम हामीले जनताको बिचमा देश चाहिँ खतम पार्ने छन् है। विशेष गरेर अमेरिकनहरूले दलाई लामालाई पुनर्स्थापना गर्न चाहिरहेको छ। 7 सालदेखि अहिलेसम्म तपाईँ चाहिँ नेपालमा कतिवटा प्रधानमन्त्री भयो, कति सरकार बन्यो, दलाई लामाले बधाइदिएको कसैले देख्नु भएको छ तपाईँले? तुरुन्त उसले बधाइदियो। किन दियो भने सिंहदरबार पोलले संसद डडालीमा ती दलाई लामाका पछि आएका तपाईँ चाहिँ हजारौँ तपाईँ चाहिँ तिब्बतियन ओरिजिनल ब्लड त्यहाँ भागिदिएको छ। ठुली आम त्यो गृहमन्त्री भएको मान्छेको त कि टाटु छ टिओबी भनेर उसलाई गृहमन्त्री बनाइरहेको छ। अनि देश यो अवस्था जाने हामीले संविधान संशोधन गर्दाखेरि यो चाहिँ कमसेकम अहिले भएको संविधानमा गणतन्त्र छ, धर्मनिरपेक्षता छ, समानुपातिक समावेशी प्रणाली छ, चुनाव प्रणाली यस्तो छ। यसलाई पनि सिद्ध्याएर देखिहाल्नु हो भने बालेन्द्रको चाहिँ हालत हेर्नुहोस् त। भनेपछि यो लोकतन्त्र अहिलेको यो संविधान यो संसदबाट संसदीय व्यवस्थाबाट देशको समाधान हुन्छ भन्ने कुरामा हामी पनि मान्दैनौँ। देशको समाधान हुनको लागि अहिले त्यो विदेशीहरूले साम्राज्यवादीहरूले यहाँ चलखेल गरेका छन्। त्यसको अन्त्य नभइकन सामन्तवादले 250 वर्षसम्म हामीलाई रैकी बनाएर चाहिँ लुटिरहेर पनि उसले छोडेर 62-63 सालमा चाहिँ जनता लडेर गणतन्त्र ल्याए पनि अहिले पनि तपाईँ चाहिँ दरबारीहरू तपाईँ चाहिँ फिर्ता गर्दैन। राजा आऊ देश बचाऊ भन्ने मान्छेलाई नि यो छलफल चाहिँ यसमा चाहिँ संयोजक बनाएको छ भने अनि हेरिरहने हामीले रमिते बन्ने जे हुन्छ सहेर बसेको भए राणा शासन जान्थ्यो। जनताले राणा शासन त फाले त चुप लाएर बस्नु थियो। त्यति बेला भन्थे मान्छे यो राणा शासन कसैले छोडेर जाने होइन, यो दुसार नगरेर भन्थ्यो। मलाई मेरो घर बाआमाले भन्नुहुन्थ्यो यो पञ्चायती व्यवस्थालाई चाहिँ कुइनाले अरू भत्कन नआइरहेको लठार नगर्छ। किन हिँड्छ पञ्चायतको राजा विरुद्ध भन्थ्यो। बाआमालाई अर्थी मानेर ठिक हुन्थ्यो। त्यस कारणले राष्ट्रिय जनमोर्चाले सबभन्दा यसो किन गर्नु पर्यो भन्दाखेरि यो सीमित बहुदलीय व्यवस्थालाई पार्टीले दुरुपयोग गरे, बदमासी गरे, जित्नलाई करोडौँ रुपियाँ खर्च गर्ने, त्यो जितेर त्यहाँ गइसकेपछि त्यो असुल गर्ने। त्यसले गर्दाखेरि त म चाहिँ संसदीय व्यवस्था अत्यन्त बदनाम भएको छ। यसैलाई चाहिँ बाहना पारेर अमेरिकाले त के गरिरहेको छ भन्दाखेरि दलाई लामालाई पुनर्स्थापना गर्न चाहन्छ तिब्बतमा। हेर्नु त उत्तिँदै गएको दलाई लामा हेर्नु। अब खुद चिन र तपाईँ चाहिँ भारत मिलेर लिपुले काला पानीमा तपाईँ उनीहरू व्यापारी मारेर आइदिएर हेर्नु। यही बेला तपाईँ चाहिँ अमेरिकाले तपाईँ चाहिँ यहाँ हमला गराउँछ, सेना रमिती भएर बस्छ, जनताले चुनेको भनेर चाहिँ सरकार बन्छ। प्रधानमन्त्री भएको अर्को दिनदेखि चाहिँ काठमाडौँ भ्यालीका तपाईँ चाहिँ हजार कुटुम्बवासीहरू डोजर लाएर तपाईँ चाहिँ तिनको चाहिँ सत्यानाश पार्छ।
त्यसमा सेनाको सक्रियता छ, प्रहरीको सक्रियता छ। ल भन्नुहोस्, सिंहदरबार डडाल्दाखेरि सक्रियता नदेखिने सेनाको सक्रियता नदेखिने सिंहदरबार डडाल्दाखेरि, संसद भवन डडाल्दाखेरि सक्रियता नदेखिने त्यहाँ प्रहरीहरू। ल भन्नुहोस्, अनि सर्वोच्च अदालत डडाल्दाखेरि सक्रियता नदिने अहिलेको प्रधानमन्त्रीको के हो गति भन्नुहोस् त। संसद चल्दाखेरि प्रधानमन्त्रीले तपाईँ त्यहाँ संसदमा गएर सांसदहरू उठाएर प्रश्न सल्लाह दिनु मात्रै परेको छ। त्यो के गरेको उहाँले भन्दाखेरि यो संसदीय व्यवस्था उसलाई चाहिएको। त्यसो भएर पातलो सहबाट मोटो सहको नाम सारे। पातलो सह हो अहिलेको बालेको सह, त्यो मोटो सह छाड्यो के भन्दा चाहिँ यहाँ चाहिँ गोर्खाका सह हुनुको लागि यस्तो चाहिँ खतराको दिलमा चाहिँ राष्ट्र चाहिँ उभिराखेको बेलामा भारत र चीन समेत तपाईँ चाहिँ अब लिपु लेखमा तपाईँ चाहिँ कालापानीमा 3टा भक्तपुर जस्तो चाहिँ जिल्ला पर्छ। त्यो अहिले उनीहरूले मिचेको भारतले भन्यो यो हाम्रो पहिलेदेखि 54 देखि चाहिँ हामी चाहिँ जाने आउने गरेका छौँ, यस्तै हो। अब अमेरिकाले के गरेको छ भने त्यहाँ भारतमा तपाईँ चाहिँ साङ्ले पार्टी खोल्यो। एउटा न्यायाधीशले भने उनीहरूले चाहिँ एक रातमा 2 दिनमा 1 करोड यतिमा होइन। अमेरिकाले यस्तो खेल खेलिरहेको छ। भारतमा पनि चाहिँ नेपालको चलाउनु दिन्छ, त्यहाँ पनि साङ्ले आन्दोलन साङ्ले पार्टी त खोलिसक्यो इन्डियामा। श्रीलङ्कामा के गरे भन्नुहोस्, पसिना प्रभाकरणले चाहिँ उचालेर भारतबाट गएका तिनीहरूलाई उचालेर तिमीहरूको चाहिँ यहाँ चाहिँ जाप्न प्रायः छुट्टै राज्य बनाउँछौँ भनेको होइन। हाम्रै साथीहरूले, हाम्रै पार्टीमा भएका साथीहरूले जाप्न प्रायः चाहिँ त्यसलाई अलग गराउनु दिनुपर्छ वा भुले होइन हाम्रो साथीहरू। ल भन्नु, त्यस कारणले हामीले संहितासित हाम्रो व्यक्तिगत स्थिति हो। दुईटै संविधान सभामा चाहिँ संहिता घुसाउनलाई छिमेकीले के गर्यो, युरोपियनहरूले के गरे, कति ठुलो रकम खुवाएर चाहिँ संविधानका संसदका चाहिँ मान्छेहरू, संविधान सभाका मान्छेहरू पटक पटक युरोपतिर गए। के गर्दा रहेछन् विदेशीमा भन्नु त, सिख राज्य बनाउने भनेर चाहिँ त्यहाँ इन्डियामा त्यत्रो उपद्रो गरेर इन्डियालाई उडाइदिएछन्। ल भन्नुहोस्, श्रीलङ्कामा तपाईँ चाहिँ त्यहाँ राज्य बनाउने छुट्टै राज्य बनाउने भए चाहिँ उसलाई चाहिँ इन्डियाको छोरो पो गरे, राजीवलाई उडाएर पनि भन्नुहुन्छ। यत्रा षड्यन्त्र गर्छन् विदेशीहरूले भन्नु। अब नेपालमा के गरिरहेको हजारौँ हजार अमेरिकालाई चाहिएको बेला नेपालको संसद विघटन हुने। पूर्व प्रधानमन्त्री, पूर्व चाहिँ प्रधान न्यायाधीश, पूर्व तपाईँ चाहिँ अहिलेको त उनीहरू चाहिँ एनजिओ आइएनजिओको निर्देशकको तपाईँ चाहिँ त्यहाँ चुनाव बनाउनु तयार हुने। कतिपय मान्छेले भने त्यो चुनावमा किन भाग लिनु, उनीहरूले जे गर्छन् गर्छन्, त्यसको त के जवाब छ हेर्नुहोस्। त्यसो भएको हुनाले मैले अहिले पनि तपाईँहरूलाई बोल्दा भने यो अहिले जति तपाईँ चाहिँ नेपाल सङ्कटमा गएको मेरो आफ्नो राजनीतिक अनुभव मैले अनुभव गरेको थिएँ। सर्वोच्चसँग कब्जा त्यो प्रधान न्यायाधीश आफ्नो हुने बित्तिकै तपाईँ चाहिँ 3 जनाको तपाईँ त्यो मुद्दा छ नि, त्यो मुद्दा चाहिँ पोखरा अदालतले फिर्ता गरेको नि। सर्वोच्च अदालत अमेरिकाले कब्जा गर्ने, संसद अमेरिकाले कब्जा गर्ने। तपाईँ हामीले यो चाहिँ संविधान संसदमा किन हात हाल्ने कमिटी भएर भयो। त्यसै देश बच्छ बच्दैन साथीहरू। त्यसो हुनाले चाहिँ कमसेकम यो संसदीय व्यवस्थामा तपाईँ चाहिँ हाम्रो पनि सहमति छ। यो 72 को संविधानमा पुरा हाम्रो पनि सहमति छ। कमसेकम 72 को संविधान लेख्नको लागि हामीले 60 वर्ष लड्नु पर्यो। कमजोरी छ संविधानमा, 60 वर्ष लड्नु पर्यो। त्यहाँ गणतन्त्र छ, धर्मनिरपेक्षता छ। त्यो धर्मनिरपेक्षता खतम पारेर हिन्दू राज्य बनाउनुपर्छ कसिरहेको छ नि।
यी खरानी पार्टी टोलीहरूसित मिसेर हिँडेको हो त देश 3 गतेसम्म त मैले हेरिरहेको छु त नि त्यति बेला तपाईँ चाहिँ चलिराखेको संसद भत्काउन त्यो लाम लाग्यो त्यसो गर्ने मान्छेले अहिले हर्क सामपाङले विरोध गरेर त्यहाँ कसरी उफ्रिएर गर्नुहुन्छ कस्ता मान्छे आए नेपाली जनतालाई कति उल्लु बनाएर तपाईँ चाहिँ खतम पारेर भन्नुहुन्छ त्यसो भए हुनाले सङ्घीयताको कुरा नेपालमा कुनै पनि हालतमा हुन्न भनेर लड्ने राष्ट्रिय दल मात्रै हो दुईटै संविधान